बिचरा भुन्टीको दुःख कष्ट सहेको देख्न नसकेर यति बेला अब सुकुमायाको इन्ट्री भइसँगै दर्शकवृन्द भुन्टीका सुखका दिन आउने पक्का भएको छ। जसरी भए पनि सुकुमायाको इन्ट्री भएको अवस्था छ। दर्शकवृन्द उता ओखले पनि निकै रमाउँदै र खुसी हुँदै आफ्नै श्रीमती सुकुमायालाई अब हिरोइन बनाउने योजनामा रहेका छन्। दर्शकवृन्द उता भूपेन्द्र र भुवन बीच पनि अब फाटो आउने पक्का भएको छ। आजसम्म कमाएको पैसा कहाँ राखी थिइस् त? 7 लाख रुपियाँ पनि तैँले उपचारको लागि निकाल्न नसक्ने भन्दै भुवन रिसाएका थिए। हो दर्शकवृन्द, यति हुँदै गर्दाखेरि भुन्टी माथि यसरी खनिएका छन् कि दर्शकवृन्द भीम र भूमिका भने उनीहरूलाई देख्दै रिस उठ्ने खालका भएका छन्। किनभने उनको व्यवहार यति बेला भुन्टी माथि तर ममको अवस्था आइसकेको छ। आफ्नी बिमारी आमालाई भेट्न जाँदा पनि उनीहरूले यसरी रोकेका छन् कि जहाँ एउटा बन्धकलाई रोकिएको हुन्छ। दर्शकवृन्द त्यति रोक्दै गर्दा पनि भुन्टी नरम स्वभावमा उनले भनिरहेकी थिइन् कि मलाई किन यसरी रोक्दै हुनुहुन्छ? तपाईहरूले के चाहनु भएको छ र? मलाई नरोक्नुहोस्, मेरी आमालाई भोक लागेको छ, म खाना लिएर आएको छु भन्दै भुन्टीले त्यति भन्दै गर्दा पनि उनले मलाई ले खाना म खान्छु, तेरी आमाले खाना किन परेछ र? तेरी आमा नखाएर मर्छ र? भन्दै प्रश्न गरिरहेको अवस्था थियो। हो दर्शकवृन्द, भुन्टीले ती भन्दा पनि शान्त स्वभावमा भनिरहेकी थिइन्, तपाईहरूले न्यु नखोज्नुहोस् है भन्दै गर्दा उनीहरूले भनेका थिए कि अब तिमीले कस्तो चाल रच्दैछौ, फेरि अब पहिलाको घटना बिर्सिन्छ भनेर तिमीले नै गाडी ठोक्काएर ती व्यक्तिसँग कस्तो साँठगाँठ गर्दैछौ भनेर उल्टो भनिरहेका छन् दर्शकवृन्द भुन्टीलाई। साँच्चै नै भुन्टी यति बेला दर्शकवृन्द रुनु न हाँस्नुको अवस्थामा गएकी छन्। उनले भनेकी छन्, आमा र ती व्यक्तिलाई निको नहुन्जेल म केही पनि गर्नेवाला छैन। तिमीहरूले जे भनौ जे गर म सहन तयार छु, तर त्यसपछि अब के गर्नुपर्छ? भुन्टी र भूपेन्द्र अलग बस्नु परे पनि म तयार छु भन्दै उनले भनिसकेको अवस्था छ। दर्शकवृन्द यति बेला टोकले भने निराश अवस्थामा छन्। किनभने उनीसँग पैसा पनि छैन। बिचरा भुन्टीसँग कति आश थियो होला, भुन्टीको परिवारले कति सहयोग गर्छन् भन्ने आश थियो होला, तर ती आश सबै निराशामा परिणत भएका छन्। भूपेन्द्रको त्यो व्यवहारले गर्दा यति बेला टोकले पनि निराश भएको अवस्था छ। दर्शकवृन्द किनभने उनकै घरमा बसेर उपचार गराउने उनको योजना थियो, तर त्यो योजना विफल भएको छ। बिचरा भुन्टीलाई गर्नुसम्म हेला गरेका छन् भने उता ती भूपेन्द्र राम्रोसँग जेठानसँग पनि बोलेका छैनन्। हो दर्शकवृन्द, यति बेला ती बटुवालाई उपचार गर्नको लागि महँगो पैसा लाग्ने भएको छ। उनकी श्रीमती हस्पिटल गएकी छन्। उनकी श्रीमती यस्तै रहेछन् कि दर्शकवृन्द सबैलाई हायल काल बनाउने खालको। भुवन र भूपेन्द्रलाई त्यही ठाउँमा मार्छु, त्यही तिमीहरूलाई मेरो श्रीमानलाई जस्तो बनायो म त्यस्तै अवस्थामा पुर्याउन सक्छु भन्दै थर्काइसकेपछि उनीहरू हस्पिटल गएका थिए। भूपेन्द्र भीम र भुवनको योजना भनेको जब ती बलात्कारी केटालाई र भुन्टीलाई के ठाउँ नगराइकन अब केही निष्कर्ष आउँदैन भन्ने निष्कर्षमा पुगेका छन् र उनले अब चौकीमा लगेर त्यो केटाले के भन्छ त्यही अनुसार गर्ने भन्दै योजना बनाइरहेको अवस्था छ भने अब कथा मोडिएको छ। दर्शकवृन्द अब सुकुमायाको एन्ट्री भएको छ। सुकुमाया हिरोइन बन्ने अवस्थामा आएकी छन्। दर्शकवृन्द उता ओखलेले अब सुकुमायालाई हिरोइन बनाउने कुरा चलेको छ। दर्शकवृन्द ट्रायल दिन र फिल्म सुटिङ गर्नको लागि गाउँमा आएका ती व्यक्तिहरूले साँच्चै नै अब सुकुमायालाई सेलेक्ट गर्लान् त। हो दर्शकवृन्द, एउटा सन्देशको कुरा पनि यसमा भनिएको छ। दर्शकवृन्द जसरी यी एक व्यक्तिसँग ठोकिएर ओखलेले कुरा गर्दै थिए कि त्यो सन्देश यस्तो राम्रो दिएका छन् कि त जहिले पनि श्रीमतीसँग डराएर बस्ने भइस ओखले भन्दै गर्दा श्रीमतीसँग डराएर बस्दैमा, श्रीमानसँग डराएर बस्दैमा र एकअर्कामा निहुरिँदैमा राम्रो घर परिवार चल्छ भने त्यो गर्नुपर्छ र सबैले त्यो सिक्नुपर्छ भन्दै उनले राम्रो सन्देश दिन खोजेका छन्। दर्शकवृन्द यति बेलाको समयमा निकै नै चर्चित तथा निकै नै भावुक बनाउने खालको र भुन्टीको एकदम दुःख पाइरहेको हामीले यो भुन्टी सिरियलको नयाँ एपिसोड देखेका छौँ। दर्शकवृन्द अब आउने 273 भाग पक्कै पनि दर्शकवृन्द भुन्टीले सुख पाएको देख्न सक्नेछौँ या सक्ने छैनौँ, कमेन्ट गर्न नभुल्नु होला। दर्शकवृन्द कस्तो आउला त? हो दर्शकवृन्द, यति भन्दै आजको भिडियोबाट बिदा हुनु पूर्व तपाईहरूलाई कस्तो लाग्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नभुल्नु होला। मैले यस च्यानलमा विभिन्न नेपाली सिरियलका भिडियोहरू लिएर उपस्थित हुने गर्छु। दर्शकवृन्द विशेष गरेर भुन्टी लगायतका कान्छी बुहारी सिरियलहरूका एपिसोडका रिभ्यूहरू लिएर आउने गर्छु। तपाईहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव पनि दिन नभुल्नु होला। आखिर भुन्टीले सुख पाउनुपर्छ र भुन्टीलाई दुःख दिने भीम, भूपेन्द्र तथा
ती भूमिकालाई जेल हुनुपर्छ पनि भनेर भन्न चाहे दर्शकवृन्द। यति भन्दै बिदा हुन चाहन्छु। अर्को भिडियोमा फेरि भेटौँला। तबसम्मको लागि बिदा भएँ। हस्त, नमस्ते।